साथीहरू, हामीले गाउँघरमा खाने चटपटे त्यस्तै खालको देखिने विभिन्न किसिमका ड्राई फ्रुटहरू जस्तै बदाम, चना, केरौ, अनि यो मुङ दाल, कालो चनाहरू भए यसलाई प्याज, टमाटर, यो हरियो धनिया यसलाई मिक्स गरेर खट्टाइलाई अलि टुसा अङ्कुरण गरेर मतलब हरियो टुसा पलाएर एक दिन भिजाएर टुसा अङ्कुरण गरेर खानाले शरीरको प्रोटिनको मात्रा अत्याधिक बढ्ने भएको हुनाले यसलाई अत्याधिक रूपमा चटपटे जसरी बनाएर यसको स्वाद पनि त्यस्तै खट्टो मिठो हुने गर्दछ। यसमा प्याज मिसाएर अनि कालो मिर्च, यसमा काली मिर्च भयो, त्यहाँबाट अनि निम्बु निचोडेर अनि जिरालाई भुटेर जिरा पाउडर बनाएर अनि कालो नमक भयो अनि हरियो धनिया भयो, यस्तोहरू मिक्स गरेर यसलाई खट्टो मिठोको स्वाद दिने गरिन्छ। यो अत्याधिक रुचाउने गर्दछ बुझ्नेले र उनले यो चटपटे खानुभन्दा यो खाना धेरै राम्रो फाइदा र स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक भएको मानिन्छ र देखिन्छ पनि। यसलाई यसरी आवश्यकता अनुसार जति 10, 20, 30 अनुसार बजार गर्न सकिन्छ। पैसा कमाउनको लागि कुनै ठुलो व्यवसाय गर्नु पर्दैन। सानो लगानीबाट नै ठुलो व्यवसाय बिस्तारै बढाउँदै र ठुलो आम्दानी गर्न सकिन्छ र बनाउन पनि सकिन्छ। यो एउटा उदाहरणीय भिडियो हो। तपाईलाई यदि मन परेमा यो भिडियो सबैसँग पुर्याइदिनु होला, सेयर गर्नु होला र पैसा कमाउनको लागि कुनै ठुलो बिजनेस गर्नु